हेलो मदन सर। हेलो हेलो नमस्कार नमस्कार। तपाईलाई यस कार्यक्रममा स्वागत छ। धन्यवाद। तपाईले हिजो आज यो धेरै भिडियोहरू हालेको म देख्छु। तपाईले यो सानो सानो भिडियोलाई ठुलो क्वालिटीमा देखाउन लागि तपाईसँग भएको टिप्सहरू के कस्तो युज गर्नुहुन्छ? त्यसको लागि त्यसको जानकारी गराइदिनु पर्यो। ल त्यसको लागि त सर्वप्रथम तपाईलाई प्रेमलाई धन्यवाद दिन चाहन्छु यो क्वेसन सोधिदिनु भएकोमा। म ठुलो एकदम भिडियोग्राफी त होइन, त्यही पनि मैले जानेको विगत 16 वर्षदेखि मैले युट्युब च्यानल चलाउँदै आएको छु। विगत 16 वर्षदेखिको एउटा सानो आफ्नो अनुभव सेयर गर्न गइरहेको छु। हुन त मैले धेरै मान्छेहरूलाई सोधेँ, धेरै मान्छेहरूलाई बुझेँ, यानि कि च्याट जिपिटीसँग अनि कुरा गरेँ। धेरै मान्छेले चाहिँ आफ्नो मेन रहस्य चाहिँ बताउँदैनन्। यो तपाईँ हामी सबैलाई थाहा भएको कुरा। मैले केही टिप्सहरू तपाईँलाई दिन्छु सरासर। र सबैभन्दा पहिला त अब मैले भनेका कुराहरू तपाईँ सबैलाई तपाईँकै जीवनमा लागु नहुन पनि सक्छन्। त्यो आफ्नो इच्छाको कुरा हो। भिडियो तपाईँको क्वेसन भिडियो क्वालिटी कसरी गराउनुहुन्छ भन्ने कुरा हो होइन। भिडियो क्वालिटीको लागि मुख्यतया त 3वटा कुराहरूलाई हामीले ध्यान दिनुपर्ने हुन्छ। जस्तै सबैभन्दा पहिला चाहिँ सुटिङ भनेको खिच्नु पर्यो। भिडियो खिच्नलाई एकदम सबैभन्दा पहिला कुरा त ध्यान दिनुपर्ने कुरा के छ भने तपाईँ हामीले कुन डिभाइसबाट भिडियो खिच्ने हो र कस्तो क्वालिटीमा हेर्ने हो, त्यो कुन डिभाइसमा। जस्तै फर इक्जाम्पल मोबाइलमा हेर्ने हो कि तपाईँले यो 42 इन्चको टिभीमा हेर्ने हो कि ठुलो स्क्रिनमा हेर्ने हो, त्यो कुराले डिपेन्ड गर्छ। र त्यो कुन स्क्रिनमा हेर्ने भने सुटिङको कुरा आयो होइन। सुटिङको कुरा सुटिङ चाहिँ तपाईँको सबैभन्दा पहिला 4K भन्ने हुन्छ। तपाईँलाई थाहा छ 4K 8K 12K भन्ने हुन्छ। त्यसमा 4K 60 FPS 60 FPS भनेको हाई रेजोल्युसनमा खिच्नु पर्यो। यो मान्छेहरूले धेरैले ध्यान दिएको हुँदैन। सबै प्रायः मान्छेले फुल एचडीमा खिचिराखेको हुन्छ भिडियोहरू। फुल एचडी होइन कि 4K मा गर्नु पर्यो। जहाँसम्म लाग्छ तपाईँले सानै मोबाइल स्क्रिनको लागि हेर्ने हो भनेपछि त त्यो फुल एचडीले पनि काम गर्छ। तर तपाईँ ठुलो स्क्रिनमा एकदम क्वालिटी खालको डिटेल रूपमा हेर्न चाहनुहुन्छ भने चाहिँ त्यसको लागि 4K 60 FPS खिच्नु पर्यो सबैभन्दा पहिला। त्यसपछि एडिटिङ, तपाईँ कुन सफ्टवेयर युज गरेर एडिटिङ गर्नुहुन्छ त्यो कुराले भर पर्छ। त्यो कुरा पनि भनिहाल्छ। जस्तै मोबाइलबाट गर्नुहुन्छ भने सामान्यतया क्यापकट चलाउँछ मान्छेहरूले। मेरो हकमा भन्नुहुन्छ भने म डाभिन्ची रिजल्भ भन्ने चलाउँछु। कति मान्छेले एडोब प्रिमियर प्रो पनि चलाइरहेको देखिरहेको हुन्छ। अब तपाईँलाई कुन फ्याक्टिबल लाग्छ त्यही चाहिँ चलाउन उपयुक्त हुन्छ। त्यसपछि आयो क्वालिटी एक्सपोर्ट तपाईँ कुन कसरी गर्नुहुन्छ भन्ने कुरा हुन्छ। जस्तै अब एक्सपोर्ट गर्दाखेरि पनि ध्यान दिनुपर्ने कुरा के छ भने चाहिँ सबैभन्दा पहिला तपाईँले कुन एफपिएसमा भिडियो सुट गर्नुभएको छ त्यो कुराले चाहिँ फरक पार्छ। जस्तै 4K 60 एफपिएसमा सुट गर्नुभएको छ भनेपछि त्यो एक्सपोर्ट गर्दाखेरि पनि त्यही एफपिएस हुनुपर्छ, ताकि तलमाथि जस्तै 1080मा गर्नुभयो तपाईँले अनि 4K मा कन्भर्ट गर्न खोज्नुभयो भने के भइदिन्छ त ल्याग भइदिन्छ। ल्याग भनेको झिरमिर आउने पिक्सलहरू फाट्छ। धेरै मान्छेलाई बुझ्न जरुरी छ कि मेगा पिक्सल भनेको के हो, यो क्यामेराको अपाचर भनेको के हो र सेन्सर भनेको के हो, त्यो बुझ्न जरुरी छ सबैभन्दा पहिला। र त्यसपछि एक्सपोर्ट जुन हाई क्वालिटीमा गरिन्छ हामीले त्यो एक्सपोर्ट गरिसकेपछि अनि बल्ल हामीले फेरि अपलोड गर्नुपर्ने बेला पनि ध्यान दिनुपर्ने हुन्छ। अपलोड गर्दाखेरि इन्टरनेटको स्पिड चेक गर्नुपर्ने हुन्छ। इन्टरनेटको स्पिड चेक गर्नलाई विभिन्न तरिकाहरू छन्। त्यो तपाईँहरूलाई थाहै होला र युट्युबमा हेर्न सक्नुहुन्छ। इन्टरनेट स्पिड कति बेला हुन्छ र कुन स्पिडको नेट युज गरिरहनु भएको छ तपाईँले, त्यो कुराले पनि फरक पार्छ। त्यसरी गर्नुपर्ने। तपाईँले यो भिडियो एडिटिङ गर्नको लागि कुन सफ्टवेयरको प्रयोग गर्नुहुन्छ? ल तपाईँले क्वेसनको लागि धन्यवाद। अब आयो कुरा भिडियो एडिटिङ सफ्टवेयर सम्बन्धीको कुरा आयो होइन। ल मैले प्रयोग गर्ने सफ्टवेयर चाहिँ सबैभन्दा पहिला चाहिँ मैले प्रिमियर प्रो क्यापकट धेरै चलाएँ। तर सबै मान्छेहरू अहिले केमा सिफ्ट गरिरहेको छ डाभिन्ची रिजल्भ हो। यो फ्री एप्लिकेसन हो, तपाईँले फ्री भर्जन जति पनि चलाउन सक्नुहुन्छ। जस्तै त्यो डाउनलोड गर्नलाई के गर्नु क्रोम खोल्ने, यसरी अलि जुम गर्नुहोस् त। यसरी क्रोम खोल्ने, यहाँ डाभिन्ची रिजल्भ भनेपछि यसरी आइहाल्छ। ल त्यसपछि हामीले कम्प्युटरमा डाउनलोड गरिसकेपछि यो यस्तो खालको यो खुल्छ।
डाभिन्जी अहिलेको लेटेस्ट डाभिन्जी 20 भर्जन छ त्यो चलाइरहेको छु मैले। तपाईहरुले कुन सजिलो छ त्यो नै चलाउन उपयुक्त हुन्छ, तर मेरो उसमा चाहिँ यो डाभिन्जी छ। डाभिन्जी रिजल्भ यसै गरिसकेपछि यो विभिन्न यहाँ सेटिङहरु छ। मैले वानली एउटा डेमो मात्र देखाउन खोजे हो। अब यसरी तपाईहरुलाई थाहा छ फाइलहरु ल्याउने यसरी यसरी ल्याउने। यो फेरि डाभिन्जी रिजल्भ प्लस यो भिडियोग्राफी मात्रै जानेर पनि हुँदैन, त्यसको लागि साउन्ड र एडिटिङ पनि त्यतिकै आवश्यक छ। साउन्डको लागि चाहिँ मैले एडोब एडिसन 1.5 भर्जन प्रयोग गर्छु, जुन म पहिला रेडियोमा प्राविधिक हुँदाखेरि पनि काम गरेको थिएँ। विगत आजभन्दा करिब 10-11 वर्ष पहिला, 4-5 वर्षको अनुभव पनि छ त्यसमा। यो चाहिँ अडियो सफ्टवेयर सम्बन्धी हो। यो पनि तपाईले एकदम जान्न जरुरी देखिन्छ। यो भइसकेपछि, यो सफ्टवेयर भइसकेपछि मात्र तपाईले उच्चतम क्वालिटीको भिडियो एक्सपोर्ट गर्न सक्नुहुन्छ। यो सफ्टवेयर जुम गरेर आउँदा यो सफ्टवेयर पनि जान्न जरुरी छ। त्यसैगरी यो डाभिन्जी रिजल्भको कुरा त भइहाल्यो। यो डाभिन्जी रिजल्भ पनि यसको पुरै क्लास छ। अब अहिले सम्भव छैन तपाईहरुलाई, अब सम्भव भयो भने नेक्स्ट टाइममा देखाउनेछु है त। ल धन्यवाद तपाईलाई। वेलकम।